यो अहिले फर्स्ट टाइमको हाम्रो दही चिउरा कार्यक्रम भएर अर्को दही चिउरा कार्यक्रममा पुरा एसी लगाएर हामीलाई भाउजू यो अचारको नाम के हो? यो गोर्खाली गोर्खे अचार पुरा मटर सटर मस्त भएर चाहिँ एकदम मिठो भएछ एकदम। जुस खानेहरूलाई चाहिँ म बराबर याद गरेँ, जुस खाने हामीले चाहिँ भएन क्या त, के बर्बाद भयो के भन्ने छ गणेश? के छ अहिले सक्नुहुन्छ सुरु गर्ने सुताइमा पुरस्कार पाने खेल्ने हो भने त अलिअलि त जम्मा हुन्थ्यो होला पुरस्कार। होइन त्यो दिन मात्रै पुगेको भन्ने त हो नि हामीले फेरि। हेलो 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 नमस्ते नमस्ते सम्पूर्ण मेरा आफन्तजन, मेरा इष्टमित्र, मेरा सम्पूर्ण शुभचिन्तक दाजुभाइ नातागोता सबैलाई हार्दिक नमस्कार भन्न चाहन्छु। सम्पूर्ण मेरा साथीभाइहरूलाई पनि मैले एकदम मिस गरेको छु। सन्दर्भ आज असार 15 को जोड्दैछु साथीहरू। समयअनुसार यस्तो हाम्रो सांस्कृतिक यी चाडबाडहरूलाई पनि हामी चाहिँ सम्झिनुपर्छ भन्ने हो। हामी विदेशमै छौँ तर हामीले त्यस्तो सबै हाम्रो चाडपर्वहरूलाई चाहिँ धुमधमाका तरिकाले मनाउँ यस्तो भन्ने कुराहरू त हामीलाई सम्भव हुँदैन। कहिलेकाहीँ संयोग मिल्छ। त्यही संयोग मिलाएर आज चाहिँ मेरो मिसेस अनि हाम्रो यामदाईको मिसेस भाउजू उहाँहरूको 2 बहिनीको छुट्टी भएको कारण अलिकति यो असार 15 मनाउन भन्ने तरिकाले हामी एउटा सानो खानपिन कार्यक्रम पारिवारिक भेटघाट कार्यक्रमको योजना बनाएका थियौँ। सो आउँदै हुनुहुन्छ सबैजना आउँदै हुनुहुन्छ। भाउजूहरूले त दिनभरि खटेर अब यसो खानपिन खानेहरू यसो सेलरोटी आफ्नो तरिकाले सामान्य परिकारहरू बनाउनु भएको छ। तपाईँहरू यदि मेरो भ्लगमा तपाईँहरू नयाँ हुनुहुन्छ भने जोडिनु होला पनि भन्न चाहन्छु। सबैलाई असार 15 को शुभकामना, दही चिउरा खाने दिनको शुभकामना अर्थात् धान रोपाई दिवसको शुभकामना। जसरी तपाईँहरू ग्रहण गर्नुहोस्, एक्सेप्ट गर्नुहोस्। म तपाईँहरूलाई सबैलाई शुभकामना दिँदै मैले एउटा यो मनमा लागेको कुरा, मनमा खेलेको खुल्लुल भएको कुरा के भने नि साथीहरू, यो हाम्रो नेपालमा छ हरेक खालका चाडपर्वहरू छन्। यसरी हामीहरू चाहिँ हाम्रो संस्कार संस्कृतिहरूलाई चाहिँ जोगाउनुपर्छ भन्ने पक्षमा म पनि एकदम छु। तर कोही कार्यक्रमहरू यस्तो गरिएको हुन्छ चाडपर्वले त्यो न्याय पाउँछ जस्तो मलाई लाग्दैन। जसरी अब असार 15 को सन्दर्भमा जोडौँ, अब विभिन्न मैले विगतका वर्षहरूमा देखेको छु असार 15 आयो भने मात्रै अब एक दिन दुनियाँ मेकअप गरेर, त्यो पनि अब दुनियाँ चिरिच्याँट परेर विभिन्न खालको अब डिजाइनके लुगाहरू अब लाएर आफू सेफ्टी भएर हिलोमा डुबेर गएर त्यो असार 15 मनाएर त्यो सामाजिक सञ्जालमा हालेर त्यो कुनै अर्थ हुँदैन मलाई जहाँसम्म लाग्छ। त्यसले त बिहानदेखि बेलुकासम्म खाजा नास्ता झरी बादल पानी नभनिकन जो मेहनत गरिन्थ्यो त्यस्तो खाले कृषकहरूलाई चाहिँ अलिकति गिराएको जस्तो भन्ने मैले महसुस गर्छु। एकछिन गएर त्यो सामाजिक सञ्जालमा फोटो टाँच्दैमा भिडियो राख्दैमा त्यसले चाहिँ असार 15 राम्रो होला जस्तो मलाई लाग्दैन। साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ? आफ्नो कुरा राख्न पाइन्छ, त्यो नगर्दा हुन्छ। अनि कतिले गमलामा धान रोपेर असार 15 भन्दै भन्नुहुन्छ, कसैले पुरा कहाँबाट त्यो कृषकलाई त्यो धानको बिउ किनेर माला बनाएर लाएर असार 15 कतै त्यस्तो चाहिँ नगरौँ होला, कसैले पनि नगरौँ होला। हामीहरूलाई चाहिँ थाहा हुन्थेन है। हामीहरू गाउँमा हुँदाखेरि हामी कामको चल्टारो हुन्थ्यो। असार 15 समय त्यसो संयोग मिल्यो भने अब दही चिउरा खाइ पनि हालिन्थ्यो, फलफुल खाइहालिन्थ्यो, नत्र भए आफ्नो कामसँग सम्बन्ध हुन्थ्यो। जस यसो भन्दै गर्दा त्यो मनाउनै हुन्न भन्ने नि होइन, तर समयानुकूल हामी चाहिँ खासै त्यस्तो हामी मनाउनै पर्छ भन्ने थिएन। तर असार 15 हामी ह्याप्पी असार 15 चाहिँ भन्थ्यौँ। हरेक कुराहरू आफ्नो सिस्टम हुन्छ, तरिकाहरू हुन्छ साथीहरू। त्यही भएर जियोस् यी गन्ठनहरू छोडिदिउँ। अब आज चाहिँ हाम्रो विशेष खानपिन कार्यक्रम हुँदैछ। असार 15 को दही चिउरा कार्यक्रम हुन्छ साथीहरू। बिचरा 2 बहिनीले आज दिनभरि मेहनत गर्नुभएको छ। हामी त अब साउको काम गर्नै पर्यो साथीहरू, परदेश हो, आफ्नो जिम्मेवारी वहन गरेर भर्खर जम्मा हुँदैछौँ।
सबैजना जम्मा भएपछि हामी खानपिने कार्यक्रमहरू पनि देखाउँला। सबैलाई फेरि पनि ह्याप्पी असार 15, ह्याप्पी धान रोप्ने दिवस। हाम्रो परिवार सबै जमघट भइयो भने हामी खानपिन कार्यक्रम सुरु गर्छौँ। तपाईँलाई जस्तै हामी चाहिँ जस्तो जानेछौँ, जस्तो समयले जे माग्यो हामी चाहिँ जानी नजानी जस्तो गर्नुपर्ने थियो यसो पारिवारिक भेटघाट हामी गर्दैछौँ। तपाईँहरू अन्तिमसम्म हेर्नु होला है त साथीहरू। आजको हाम्रो दही चिउरा कार्यक्रम असार 15 है साथीहरू। असार यो चाहिँ सेलरोटी हो कि यो स्यालरोटी भयो? सेलरोटी हो नि। आज असार 15 बनाउन एकदम मेहनत गरेको टिम जम्बो टोली। भाउजू हजुर कतै हेर्नु भएको छ भने तपाईँले? ल असार 15 को सबैलाई शुभकामना है। तिलक सर आज हाम्रो पाहुनालाई पनि हामी स्वागत गरेको छ आज होइन। ज्वाइँचेलालाई त उम्टुमी राख्ने चलन छ के अरे हो। पसिनाले फक पर्नु भएको छ, गर्मी छ यस्तै छ। असार 15 मा पानी आउनु पर्ने तर पानी आइरहेको अवस्था छैन। आज सामान्य तरिकाले हामी परिवार जम्मा भएर असार 15 दही चिउरा खाने कार्यक्रम गर्दैछौँ। दाइ असार 15 मा जस अब धान रोप्नु पर्ने, हामी त डल्लै खेत जोतेर आएको नामको हैन दाइ? नामको चाहिँ अब 15 मनाउने। हामी आज असार 15 को हिलो होइन, हामी चाहिँ असौजे बाँझो जोतेर आएको। त्यही पनि हामी परदेशमै भए पनि हामी सामान्य तरिकाले यसरी रमाइलो गर्दै भेटघाट भएर दही चिउरा खाने कार्यक्रम गर्न लागिरहेछौँ साथीहरू। तपाईँहरू पनि आयो, तपाईँहरू सबैजनाले दही चिउरा आफ्नो तरिकाले बनाएर खानुहुन्छ होला। अब हामी सुरु गर्छौँ। ल ल ल सुरु गरौँ ल। 4 घण्टा बाहिर राख्ने चाहिँ पहिला ल ज्वाइँचेलालाई ल अनि हाम्रो पाहुनालाई चिनी हाल्ने खरा पहिला पनि दाइलाई ल धन्यवाद भाउजू, धन्यवाद। आज यो दही चिउरा कार्यक्रम एकदम यो यसो मनाऊँ भनेर निकै कसिनु भयो भन्ने छ। गणेश के छ? म त कहिले सक्नुहुन्छ र सुरु गर्ने भने होइन दाइ, अब हामी चाहिँ अब सुरुवात गर्दैछौँ दही चिउरा खाने कार्यक्रम। तपाईँहरू पनि आफ्नो तरिकाले दही चिउरा खाने कार्यक्रम गर्नु होला। तिलक सर हजुर सर असार 15 को सबैलाई शुभकामना है नि त। भानिज अरू ज्वाइँचेला ल पहिला यो दही चिउरा खाने कार्यक्रम गरौँ, त्यसपछि अरू के खाइन्छ हामी देखाउँदै जान्छौँ। तपाईँहरू स्किप नगरेर हेर्नुहोस्, तपाईँहरू आफ्नो तरिकाले मनाउनु होला। अब हामी तिमीलाई मन पर्ने भएछ नि त अमिलो गर्मीलाई चाहिँ दही यस्तो खतरनाक मिठो भएको छ रे, आँखा झिम्काउनु नपर्ने खालको झिम्किन्छ। यसलाई चाहिँ फिटेर खाम्ला ल। यसो यो दही चिउरा खाम, त्यसपछि हामी अरू सेलरोटी पनि खाम है। भाउजू सेलरोटी खानु? दाइ धेरै आउनु भयो, शीतल भयो होला बल्ल। केही छैन, ऊ त्यहाँ यहाँ एसी लगाउँला पछि। अहिले चाहिँ यो अहिले फर्स्ट टाइमको हाम्रो दही चिउरा कार्यक्रम भएर अर्को दही चिउरा कार्यक्रममा पुरा एसी लगाएर हामीलाई ल सुरुवात गरौँ। हामी त दही चिउरा भन्ने त थाहा पाएको हो, तर हामी यस्तो तरिकाले हाम्रो चलन थिएन नि त गाउँमा। तैपनि अब यो ठाउँ अनुसार अनि सङ्गत अनुसार साथीभाइ अनुसार अब हामी पहिला दही चिउरा खान्छौँ, त्यसपछि हाम्रो सामान्य पारिवारिक भेटघाटको पारिवारिक खानपिन पनि चाहिँ चल्छ साथीहरू। पहिला यो खाने अनि रोटी के छ हामी देखाउँछौँ है त। हामी अब लगभग दही चिउरा खाने कार्यक्रम पनि भइसकेको छ। पुरा यहाँ क्या क्यामेराम्यानलाई गाह्रो हुँदाखेरि बास मर्म बुझ्नु पऱ्यो नि। यो चाहिँ यो के खालको अचार हो दाइ? भाउजू यो अचारको नाम के हो? गोर्खाली गोर्खे अचार। गोर्खे पुरा मटर सगर मस्त भएर चाहिँ एकदम मिठो भएछ, एकदम
अचार पनि बडा मिठो भएको छ कि बडा मिठो भएको छ टक्क भएको छ अब चाहिँ यो अचार यो प्लेट छ यसमा हालौँ भानिज रोटी पनि खामै अब यसरी हामी पहिला अचारबाट सुरुवात गर्छौँ म त धेरै खाँदैन दाजु हजुर म त अहिले राखेर खान्छु ल होइन तपाईँहरूले बनाए पनि म भान्सा गर्छु भनेर हो केही छैन हुन्छ हुन्छ ल रोटी खामै रोटी ल घरबेटी त्यो मैले एउटा जोइ चेलालाई भनेर एउटा कोसेली ल्याएको ल्याउ त होइन यता आउँदा आउँदै भयो क्या ल नाम्रे रोटी छ क्या ए कति मिठो गर्मीमा यस्तो मेहनत गरेर हेर्नु भाउजूको 2 बहिनीले आज असार 15 यो सेल रोटी हो कि के रोटी हो भाउजू यो यो त भुटान जस्तो छ आखानी छ दिवालीको क्या किनेर दियो भन्दै कप ल्याइदेऊ त दुईटा कप अघि छङ्गी कप थियो त कता हो त्यो कपमा हुन्छ भानिजहरूलाई ए जो चेलालाई त अलि राम्रो खालको दिनुपर्छ ए कपै नचाहिने खालको रहेछ अन्त मिसाउनु हो गणेश सुरु गर्ने र कि त्यो ठिक्क हुन्छ त्यो मिसाएर खानुलाई ए तिलकले पनि हो साथै त भइहाल्यो अब म चाहिँ असार 15 मा यो दही चिउरा मात्रै खाने भनेर नियम कानुन त बनाएको छैन नलगेर होइन आफ्नो तरिकाले मनाउने हो मनाउनु सक्छौँ कि फेरि बनाउन सक्छौँ कि नियम कानुन फेरि खतरा खतरा नहिले होइन जहिले जहिले यो खाने उपर सबैले हैन जहिले रक्सी खुवाउँछ जहिले रक्सी खुवाउँछ नभन्नु होला यो चाहिँ आज दही चिउरा खाने प्रक्रिया पुरा गरेपछि दही चिउरा नचल्ने आज म बोलाउने खानुपर्छ खाने चिज त सबै खाइदिनु होइन अब यही मात्र लिएर भुतेको छ फेरि नखाने भए त खत्तम पर्ला त हुन्छ तपाईँहरूले मिसाउने यही थियो होइन धेरै उ गर्दै होला आफै बनाउनु हुन्छ नि केक बनाउनु त सिपालु छ भोलि मलाई गाह्रो पर्छ त्यस्तो ल भोलि के बार सोमबार है किन अब धेरै नहाल मलाई अचार पनि धेरै हाल्दैन खानु के असार 15 हामी चाहिँ असार 15 मा यो खानुहुन्न भन्ने अझ नियम पारित गरिसकेका छैनन् नेपालमा त्यही भएर हामी चाहिँ यो पनि खान्छौँ कि कहिले काहीँ हान्दै सुरुवात गर्ने कि आज सेतो है सेतो दाइ सुरुवात गर्ने कि हो सुरु त हामी तिमीले त गरेको गरेछौ नि ल यो अचार मिठो लाग्यो गर्दै गर्ने कस्तो खल्लो लाग्यो गर्दै गर्ने अनि ल हामी यो होइन यो यतैको यो त चिसो गर्मी हुन्छ कि है खाने त हुने है तिमीले एउटा भित्र राख्यो भयो नि हैन ल पुरै है हजुर यो चाहिँ सेलरोटी खाएको ल घरबेटी यो त नखोलेको चाहिँ भित्र राखिदेऊ त एकछिन ल यो गर्मी छ अलिक उ होला फाइदा बनाएर हुन्छ यो आजको हाम्रो यो दही चिउरा खाने बेलामा अचारसँग मासु मिसाउन पनि हुन्न भन्ने पनि नियम अझै छैन त्यही भएर हामी यो आफ्नो तरिकाले खान लागेको साथीहरू तपाईँहरू आफ्नो तरिकाले बनाएर खानु होला जे गराएर खान पनि फ्री छ लोकतन्त्र हो लोकतन्त्र होइन लोकतन्त्र होइन त सेलरोटीसँग च्याप्प खाइन्छ हामी चाहिँ यतिखेर मनाइरहेछौँ असार 15 सेलरोटी खाएर होइन तिलक सर यता सुरु छ ज्वाइँ चेलालाई चाहिँ हामी राखिएको छ एउटा त्यो 0 सुगरवाला होइन नि फेरि चिनी बेस्ट चिनी होला त्यो भिता हो हुन त मैले सोधेको भाइलाई केही ल्याउनु पर्छ भनेको यो खास उस खानेहरूलाई चाहिँ म बराबर याद गरेँ
जुस खाने हामीले चाहिँ ऊ भएन क्या त के बर्बाद भयो जुस खाने र उस खाने हामी पनि चेस गरौँला खै त भाउजूलाई 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 गणेश भैँसी पाल्न खोज्दैनौ दही खान खोज्छ ल सबै हेर्नु त्यो यो पछाडिको त्यो कस्तो आयो कि यसमा यो पुरै रिङाइदिन्छ कि ल ठिकै छ केही छैन ल एकचोटि सबैले चेस गरौँ असार 15 भन्दै ल जुस खाने र उस खानेसँग नि मिलौँ न हामी सबै अब हामी असार 15 मा जुस खाने र उस खाने मिलेर पुरा हामी टङ 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 चेस हान्छौँ एकचोटि ल ल जुस उस खाने जुस खाने सबैजना हामी मिलेर असार 15 मनाउँदैछौँ अब हामी यसरी परदेशमै भए पनि आफ्नो तरिकाले आफ्नो समय त्यस्तो त थिएन त्यही आज संयोग मिल्यो भाउजूहरूको आज छुट्टी थियो 2 बहिनीको अनि उहाँले चाहिँ विशेष बनाउनु भयो अनि हामी ड्युटीबाट आएर यसरी जमघट भएर खाँदैछौँ यो थप्पी है सर थप्पी यो तपाईँहरूकै हो तपाईँहरूको अंश भन्दामा परेको हो यो होइन त्यो अर्को प्लेटमा खाइने हुन्थ्यो नि हामी त पाहुनालाई यस्तो स्वागत गर्छौँ हेर गणेश मान्छेको अवस्था परिस्थिति हेरेर कस्तो मान्छेलाई कति खाना खुवाउनु पर्छ भन्ने हामीलाई थाहा छ होइन दाइ त्यही भएर हामी खुवाउँछौँ मस्त खानुपर्छ गणेश यस्तै हो दुखम सुखम साथीहरू ल खामै दुखम सुखम असार 15 यस्तै हो ओहो अझ है ओहो उनी त नयाँ ससुरा जे ससुरा बाजे हाम्रो ज्वाइँ त्यस्तो संयोग पनि मिलेको छ केही छैन आफ्नो त्यो समय अनुकूल पर्दो रहेछ साथीहरू आज पुरा ससुरा बाजेको साथमा हामी साथीहरू सबै हामी छरछिमेकी आफन्तजन सबै मिलेर हामी यसो दही चिउरा खाने कार्यक्रम गर्दैछौँ नातिकेटोलाई चाहिँ बधाई छ भन्नु पर्यो नि है नातिकेटोलाई बधाई छ तपाईँहरू पनि कसरी मनाइराख्नु भएको छ होला सबैले आफ्नो तरिकाले इन्जोय गर्नुहोस् नेपालमा हुनेहरूले अब धान रोपेर मनाइरहेको हुनुहुन्छ होला भने हामीहरू बाँझो खेत जोतेर आएर अनि यसरी मनाउँदैछौँ यो चाहिँ असार 15 मा यो स्पेशल कालो खसीको भन्छ स्पेशल कालो हैन चप पछा साथीहरु चप क्वाप पखान रानी खसीको भन्नु एकदम मिठो भयो रोटी पनि खामै रोटी गर्मीमा यसरी मेहनत बनाउनु भएको छ बिचारा भाउजू दुई बहिनीलाई आज मैले त्यो एकजना दिदीले भनेको 50,000 रोटी दुई बहिनी मिलेर बनाउँछ कि भनेको आजको रोटी चाहिँ खतरनाक बनेको छ वरिपरि भएको बिचा नभएको भन्ने असार 15 मा खतरनाक मजा मिठो यो अझ धेरै मजा आयो अहिले भाइले पहिला बरु भात खाएर खाएको हुन्थ्यो नि हुन्न यो चप्प यो खसी मासु है साथीहरु मिठो हुन्छ यस्तो राम्रो खाएको दाइ हामीले किन टेस्ट नगरे त ल खोल्नु थप्नु यो राखेर खाने पहिला चेस
अहिले सजिलो बसी खानु अचार खानु पहिला माइतीहरूले त पहिला त यसो टक्राइदिने मात्रै हो कि त्यसपछि त ज्वाइँ चिलाले बाँड्ने हो यसरी रमाइलो गरेर खाँदैछौँ हो मजा आयो तर गर्मी चाहिँ अत्यन्त गर्मी भयो केही छैन एडजस्ट गरौँ साथीहरू आजको दिन अब गणेश हजुर थपी है थपी मैले धेरै ठगेर मैले चाहिँ कसरी खाएँ आज यो असार 15 भोलि 16 लाग्छ थाहा छ नि 16 लाग्यो भने फेरि अब अर्को वर्ष कुर्नुपर्छ नि यस्तो खानालाई अब अर्को वर्ष कहाँ भइन्छ थाहा हुँदैन चलिरहेछ गर्मी छ तर चलिरहेछ सरहरू यो थप्नु है थप्नु आज तिलक सरलाई पनि विशेष पाहुना बोलाएको हाम्रो डाक्टर बाबुराम भट्टराई भन्दा ठुलो पदमा हामी राखेका छौँ त्यो चाहिँ यो खानुपर्छ साथीहरू बँदेल हो प्योर बँदेल भन्दा तपाईँहरूलाई नराम्रो लाग्ला तर खानेले खान्छ नखानेले खाँदैन त्यो आफ्नो ठाउँमा छ यो चाहिँ जबसम्म यी गणतन्त्र नेताहरूले चाहिँ नियममा यो चिउरामा मासु मिसाउनु हुन्न भन्छन् तबसम्म हामी खान्छौँ भनेर हामी लगाइरहेको छौँ निवारी खाना नम्बर 1 दाइ तिलक सर तिर भगेर भात पनि नखाने रोटी नखाने रोटी खाइदिए दिजा भाउजूले आज कडा मेहनत गर्नुभएको छ भाउजू लगायत घरबेटीलाई पनि धेरै धेरै धन्यवाद हामीले जहिले मेहनत गर्छौँ है नदेखेर मात्रै सबैले भन्थे के जहिले दाइ तपाईँ र मलाई जहिले आफू मात्रै घुम्ने खै त भन्थे खाने बेला त हामी भेट हुन्छौँ नि यसरी मेहनत पो उहाँहरूको पर्छ खाने बेला हामी यसरी भेट हुन्छौँ दही चुरा दुईजना मात्रै कराउँदै हिँड्दै गरेर छुट्टीको दिन यसो घुम्न जाऊँ भन्दाखेरि अब को सुत्दिने त्यस्तो पनि छ समस्या तपाईँहरू आफै बुझ्नुहोस् अब सुताइमा पुरस्कार पाने खेल्ने भने त अलिअलि त जम्मा हुन्थ्यो होला पुरस्कार म त फर्स्टको हुन्थ्यो त्यस्तो छ पारा अनि हामीसँग घुम्न गइन्छ त्यही भएर हामी दुईजना मात्रै घुम्छौँ भनेको भानिजलाई पनि कहिलेकाहीँ इन्भल्भ गराइएको छ गणेशलाई पनि कहिलेकाहीँ त्यस्तो संयोग मिल्यो भने त घुमाइएको छ नत्र भए त हामी दुईटा नै हो होइन दाइ घुमिन्छ तर मासु भात पनि जाँदैछ तिलक सर तपाईँको गएन नि के हो पारा नलजाइकन खानु है सर आज यो असार 15 भोलि त 16 लाग्छ फेरि भानिज अचार थपेर खानु अचार मासु थपेर खानु है ल यसरी हामी खाना खाँदैछौँ साथीहरू दाइलाई अब खम्बा चाहिने बेला भएको छ के दाइ युजी ए ऊ त यही हुन्छ नि यही त राउन्डिङ गरे नि हुन्छ त्यहाँ त नभए कसले चाहियो ए असार 15 अरूको भिडियो हेरेर भन्दा हामी यसरी रमाउँछौँ भनेर अनि गरेको तर ढोकै अब त 1 वर्ष लाग्छ नि होइन त्यो दिन मात्रै पुगेको भन्ने त हो नि हामीले फेरि यसरी रमाइलो गरिरहँदा हामी जस खानपिन कार्यक्रम त चलिरहेछ गत वर्ष हामी श्रीदाई पार्वती दिदीसँग एकदम मनाएका थियौँ एकदम मिस गरेका छौँ त्यो दाइहरूले पनि आज लाइभ गर्नुभएको थियो पुरै सेलरोटी बनाएर
गर्नुभएको थियो। हामी कसरी बनाएर टक्क बनाएर खाइन्थ्यो, रमाइलो गरिन्थ्यो। श्रीदाहरूलाई एकदम मिस गरेको अवस्था छ। सबैले सम्झेका छौँ। अभी ढलाउनुलाई बेग ढलाउनुलाई बेला बेला मजाको स्याट स्याको असार 15 को अन्तिम फेरि भाग बढ्न गर्दैछु त ल तिलक सर आइदिनु भयो अनि सर बोलाउनु भयो धेरै धेरै धन्यवाद तपाईहरु पोर पनि रोटी पनि लैजाऊ भोलि चियासँग मासु जस आज भाउजूको दिदी बहिनीले चाहिँ मेहनत गर्नुभएको थियो बनाइयो। तपाईँहरूलाई त अझ धेरै धेरै धन्यवाद। असार 15 यसरी मनाइयो, गर्मी पनि लाग्यो, अगाइयो पनि कस्तो खाइयो। अब हामी छुट्टिने कार्यक्रम गर्छौँ। अब चाहिँ छुट्टिने कार्यक्रम हुन्छ। जतिजनाले अन्तिम समय हेरिदिनु भयो अर्को कन्टेन्टसम्मको लागि बाई बाई।